ल गाइस जापान आएको एक दिन पुरा भइसक्यो। पछि अब भेन्डिङ मेसिन चलाउन जाँदैछु कि त्यहाँ अगाडि रहेछ कि अनि मसँग यहाँ सयको चिकन रहेछ कि होइन कस्तो हुँदो रहेछ खाँदै खाँदै एकछिनमा म तपाईँलाई इन्ट्री गर्छु। हेर्नुहोस् है यही हो भेन्डिङ मेसिन। म चाहिँ यो 100 वाला प्लाटिनियम ब्ल्याक चाहिँ कस्तो हुन्छ है त। यहाँबाट आइसक्यो यस्तै यही चिसो कोल्ड कफी हो यो चाहिँ के छ यसको प्लाटिनियम ब्ल्याक रहेछ है। प्लाटिनियम ब्ल्याक रहेछ कस्तो हुन्छ टेस्ट गर्छु है त।